15 रियालको चप्पल किनेको थिएँ, वहाँदेखि उठाइकन ल्याइकन यहाँ कचरामा फालिदिएको थियो। साउदीमा बसेर लास्टै बोर भयो 4 दिनको छुट्टीले गर्दा। त्यही भएर मैले छुट्टी पाइसकेँ। तपाईँहरूले जेसुकै भन्नु, म चाहिँ छुट्टीमा छु। अहिले बसिया छ के त्यो मुजीले फेरि टोक्न पनि सक्छ, त्यो त हरामी कुकुर हो। हेलो 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 सबैजना सन्चै र आरामै हुनुहुन्छ होला। म चाहिँ अहिले हाल साउदीबाट, अनि हिजो चाहिँ म उतातिर जङ्गलतिर घुम्न गएको थिएँ। बयर चाहिँ एउटा दुइटा मात्रै बयर रहेछ। आज पनि गइदिउँ जस्तो लाग्छ मलाई। 4 दिनको छुट्टीमा लास्टै बोर पो भइयो त। 4 दिनको ईदको छुट्टी थियो, लास्टै बोर भइयो। अनि मेरो पार्टनर चाहिँ त्यहाँ बसिरहेछ, हेर्नुहोस्। 4 दिनको लास्टै बोर छुट्टी भयो क्या यो ईदको। 4 दिनको छुट्टी, यो जुन ईदको छुट्टी थियो 4 दिनको, त्यो लास्टै बोर भयो क्या, बोर। साउदीमा बसेर लास्टै बोर भयो 4 दिनको छुट्टीले गर्दा। त्यही भएर छुट्टी भएको भन्दा छुट्टी नभएको राम्रो साथी हो। अलिअलि भए पनि काम गरिन्छ, एनर्जी आउँछ। अहिले चाहिँ धेरै हावा चलिरहेछ हाम्रो यहाँ। अनि तपाईँहरूको कस्तो भइरहेछ, तपाईँहरू कहाँबाट हुनुहुन्छ, छुट्टी पाउनुभयो कि पाउनु भएन? विशेष गरी परदेशी भाइहरूलाई, परदेशी बहिनीहरूलाई, परदेशी दिदीहरूलाई विशेष गरी है, छुट्टी पाउनुभयो कि पाउनु भएन तपाईँहरूले? मैले चाहिँ छुट्टी पाइसकेँ है साथी हो, मैले छुट्टी पाइसकेँ। तपाईँहरूले जेसुकै भन्नु, म चाहिँ छुट्टीमा छु। अहिले चाहिँ अब म चाहिँ अर्को के भन्छन् गरे, अर्को चोटिबाट चाहिँ म लोडर चलाएको भिडियो हाल्नेवाला छु। यसरी बोलेर हाल्दैन, म आफ्नो फेस देखाउँदैन है। बुझ्नु राम्रोसँग, बुझ्नु भएन भने जान्नु ल। ठिक छ केही छैन साथीहरू। मेरो त्यो त्यो ऊ त्यहाँ बसिया छ के, त्यो मुजीले फेरि टोक्न पनि सक्छ, त्यो त हरामी कुकुर हो। त्यही भएर कुकुरहरूको भर नपर्नु, हान्नु टिक्ने। अस्ति मेरो चप्पल लगिकन टिक्ने, वहाँदेखि चप्पल मुझे नयाँ चप्पल 15 रियालको किनेको थिएँ। 15 रियालको चप्पल किनेको थिएँ, वहाँदेखि उठाइकन ल्याइकन यहाँ कचरामा फालिदिएको थियो। कम टेन्सन भयो। अनि 15 रियालको भनेको धेरै हो नि यार। अरे लगभग 500-600 रुपियाँ हो नेपालको। त्यही भएर टेन्सन छुट्टै हुन्छ यहाँ मुझे कुकुरले चप्पल लगिदिन्छ कि भन्ने। त्यही भएर कुकुरको धेरै अघि नगर्नु होला। कुन दिन क्वाच्च पारिदिन्छ अनि थाहा पाउनु होला। फेरि यति भन्न आएँ म। मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु सब मिलेर, बुझ्नुभयो? सब्सक्राइब गर्नु, सब्सक्राइब गर्नु। अर्को भिडियो पनि आउँछ तपाईँसँग, बुझ्नुभयो नि? त्यही भएर सब्सक्राइब गरेर राख्नुपर्छ। मेरो यो नयाँ च्यानल हो। मेरो 1 सब्सक्राइबर छ। 1 सब्सक्राइबर छ, त्यही पनि आफैले गरेको मैले। बुझ्नुभयो नि? त्यही भएर सब्सक्राइब गरिदिनु हो। ल ठिक छ, अर्कोचोटि भेटौँ ल। हाम्रो क्याम्प भनेको यही हो क्याम्प। हेर्नुभयो नि? अब त अर्कोचोटि उता गइकन देखाउँला के। ल ठिक छ, ल बाई। मेरो अल साथीहरूलाई, मेरो अल बेस्ट फ्रेन्डहरूलाई ल सबलाई माया छ है। ल गुड बाई। मेरो युट्युब साथीहरू सबैलाई बाई छ ल। धेरै नगर भन्यो होला। ल ठिक छ बाई। ल अर्कोचोटि अर्को भ्लगमा गरौँला। यस्तै रमाइलो भ्लगहरू छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हावा धेरै चलेछ, आवाज म बोलेको आवाज सुनिन्न होला, त्यही पनि कान च्यातेर सुन्नु होला है। ल गुड ल। अनि मेरो पार्टनर चाहिँ त्यहाँ बसिरहेछ, हेर्नुहोस्। 4 दिनको लास्टै बोर छुट्टी भयो क्या यो ईदको। 4 दिनको छुट्टी, यो जुन ईदको छुट्टी थियो 4 दिनको, त्यो लास्टै बोर भयो क्या, बोर।